नमस्ते एन्ड वेलकम सबैलाई। आज हामी यात्राको थर्ड डेमा छौँ र हामी तपाईहरुलाई यात्रा गराउनेछौँ पोर्ट विलियमबाट स्कटिस हाइल्यान्ड्स आइल अफ स्काईसम्म। अहिले बिहानको 10 बजेको छ र हामी दायाँमा बेन नेभिस बेलायतको सबैभन्दा अल्को पहाडलाई छाड्दै अघि बढ्दैछौँ। हुस्सोले ढाकेको मौसम भए पनि हाम्रो यात्रा एकदमै रमाइलो साथ अगाडि बढ्दैछ। हामी बीच बस्तीका सुन्दर घरहरू यी गाउँहरू पार गर्दै स्कटल्यान्डको एकदमै पपुलर डनान क्यासल आइपुग्यौँ। 13औं शताब्दीमा बनेको यस क्यासल भएको ठाउँ 3 समुद्री तालहरू मिलेर बनेको स्थान हो। यात्रामा अघि बढ्दै गर्दा यो दृश्यमा देखेका जस्ता एकदमै मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानहरूले मनै एकदमै लोभ्याइदिन्छ र हामी एकैछिनमा आइल अफ लोकल्स पुग्यौँ, जुन आइल अफ स्काईको लागि एउटा गेटवेको रूपमा पनि मानिन्छ। यो पोट्री पुग्ने लाग्दाखेरि भेटिने स्लिगाचन नदीमाथि बनेको ओल्ड ब्रिज फोटो खिच्नको लागि एकदमै प्रख्यात डेस्टिनेसनको रूपमा रहेछ। हामी चाहिँ हाम्रो अकोमोडेसन आइपुग्न लाग्यौँ। इट्स really beautiful, nice house. हाम्रो आजको स्टे चाहिँ यहाँ रहेको छ। फाइनली कति आवरको ट्राभल, 4 घन्टाको ट्राभलपछि हामी आइपुग्यौँ हाम्रो आजको स्टे एट पोर्ट्री, हाम्रो फाइनल डेस्टिनेसन स्कटल्यान्ड ट्रिपको। बाहिर सिमसिम पानी पर्न चाहिँ स्टार्ट भइसकेको छ। त्यो कारणले गर्दाखेरि चाहिँ अब अहिले हामी निस्किन मिल्दैन। त्यसैले अब केही समयको रेस्ट गर्छौँ हामी, अनि त्यसपछि चाहिँ पोर्ट्रीको मार्केट एरिया अनि त्यहाँको सोर एरियाहरू चाहिँ हाम्रो घुम्ने प्लान रहेको छ। पानी तिर्पिक परिरहेको छ। हामी पुरै जलालाई लुगा लगाएर हिँड्दैछौँ। आज मौसमले एकदमै च्यालेन्ज गरेको अवस्था छ। यस्तो मौसममा चाहिँ अब भोलि हाम्रो खासमा सी सफारी जाने प्लान छ समुद्रमा वाइल्ड लाइफ हेर्नको लागि। तर यस्तै मौसम रह्यो भने चाहिँ गाह्रो हुन्छ। But no worries, it's Aunt Lucy said in Paddington movie, when skies are grey, hope finds its way. अर्थात् जब मडारिएको कालो बादलले आकाश ढाक्दछ, आशा भए उपाय निस्किन्छ। Good morning everyone. There's a very nice sunshine today. आज चाहिँ मौसम एकदमै राम्रो होला जस्तो छ र हामी चाहिँ जाँदैछौँ साइट सिइङको लागि व्हील ट्रकमा। बिहान अहिले बिहानको 6 बजेको छ र यति राम्रो काम लागेको छ बिहानको 6 बजे पनि। अनि आज चाहिँ हाम्रो स्कटल्यान्ड ट्रिपको 4थो दिन। फाइनली वेदर यति मजाले खुलेको छ र आज चाहिँ हामीले एकदम राम्रो भ्यूहरू देख्छौँ भन्ने हाम्रो आशा छ। पोर्ट्री चाहिँ आइल अफ स्काईको एकदमै कलरफुल चार्मिङ क्यापिटल हो। यहाँ मानिसहरू टुरिस्टहरू प्राय बोटिङको लागि, त्यसपछि क्वाराङ हाइकिङ ट्रेलको लागि आउने गर्छन्। यो एकदमै रमणीय ठाउँ छ र हामी अहिले किलट्रक झर्ना जानको लागि गाडी कुर्दैछौँ। मेरो के होला यो बाटोमा बिहान योगा आसन हो कि के आसन हो त्यो। हामीले अहिलेसम्म विभिन्न हार्बर टाउनहरू चाहिँ भिजिट गऱ्यौँ, तर पोर्ट्री चाहिँ वान अफ द बेस्ट लाग्यो मलाई, किनभने यसको यो कलरफुल हाउसेसहरू, लाइनमा रहेको कलरफुल हाउसेस र त्यसको चाहिँ पानीमा जब पानीमा यसको रिफ्लेक्सन देखिन्छ त्यो एकदमै हेर्न लायक एकदमै सुन्दर छ। हामी चढ्यौँ बस। के छ कस्तो हुँदैछ? चढ्यौँ पोर्ट्री स्क्वायरबाट किल ट्रकको लागि गाडी चढ्यौँ। अनि लिटरली हामी मात्रै छौँ गाडीमा, which is good as well. It's like a reserved Uber. हामी चाहिँ अब गाडीबाट झरेर हेर्दैछौँ। अब 7 मिनटको डिस्टेन्समा चाहिँ आउँछ किल ट्रक। मौसम चाहिँ एकदमै राम्रो छ। मजाले घाम लागिरहेछ।
यहाँ एउटा सानो लेक पनि छ यो हो के अनि उहाँ चाहिँ हाम्रो रिटर्न ब्याक प्लान चाहिँ अहिले गर्दै आउँछ किनभने यहाँ त अब गाडीहरू धेरै लाग्दैन यस्तो ठाउँमा भन्न अलिअलि भए पनि पब्लिक भेहिकल छ त्यो यहाँबाट जाने के तपाईँ जाने ल गएको हुनाले हेर्दै जाने कि त्यहाँबाट जाने ठाउँहरू चाहिँ घुम्न पाइरहेको छु यति ठुलो कार पार्क छ हेर यहाँ कार पार्क यहाँ मजाको बनाएको छ अब चाहिँ हामी हेर्दैछौँ Look at that खेल ट्रकमा छौँ अघि हामी I think you'll like this. Says dinosaur. Welcome. Dinosaur भन्छ त के हो यो Dinosaur. स्ट्याम्पिङ ग्राउन्ड It's a baby dinosaur. यहाँबाट यता चाहिँ समुद्र मात्र छ Baby dinosaur. So we are at Gilt Rock Waterfall. यो चाहिँ एकदम टाढा टाढा नीला दूर भन्छ के अरे होइन सम्म चाहिँ एटलान्टिक छ दिस इज एटलान्टिक ओसन अनि पर देख्न सकिन्छ आइल अफ रे यता आइल अफ स्काई दिस इज अ वन्डरफुल भ्यू पोइन्ट अनि त्यो पर देखिएको चुच्चो चाहिँ द्याट ब्रदर्स पोइन्ट Wow, the Cumulonimbus cloud. तल पुरै भेडी चौर अनि यो पेनोरामिक दृश्य यो लक यो तालको पानी चाहिँ त्यसपछि गिल्ट रक मा चाहिँ टक्क वाटरफल भएर अनि तल समुद्रमा गएर मिसिन्छ प्रकृति दिपिका so how's it What to say? I'm really speechless at the moment. Your beauty beyond word भन्छ नि. It was really a true symbol of beauty. यसकै छेउमा अर्को घुम्नै पर्ने डेस्टिनेसन भनेको दि ओल्ड म्यान अफ स्टोर हो यो चाहिँ लाखौँ हजारौँ वर्षको वेदरिङ पछाडि बनेका चुच्चा ढुङ्गाहरू र हामी भने भोक पनि लागेको र यस पछाडि चाहिँ सी सफारी जानुपर्ने भएको हुनाले अब पोट्रीतिर फर्किँदैछौँ है दिपिका तिमी एकदम खुसी देखिन्छौ त तिमी कहाँ जाँदै हो आज इन द बोट ओके हामी अब स्टारडस्टको बोटमा डिप सी सफारी जान खोज्दैछौँ हामीले दुईटा टिकट लियौँ विभिन्न साइट सिइङ जस्तै अब झरना यो चाहिँ दिपिकाको चोइस थियो भने यो डिप सी सफारी चाहिँ मेरो चोइस हो Over this time, I have developed a very strong hobby for bird watching, nature observation. Both of us, we are very excited. Hope हामीले धेरै नै whales, dolphin, especially sound of Rase भन्ने जुन आइल अफ स्काई र रासे आइलको बिचमा एउटा करिडोर छ त्यहाँ चाहिँ whale, dolphinsहरू पास हुन्छन् देखिन्छ भन्ने छ लेट्स सी हामी कतिको लकी हुन्छौँ I am also excited for eagle. यो वाइट टेल जाइन्ट बर्ड अफ प्रे यो चाहिँ बेलायतबाट पहिल्यै एक्सटिङ्क्ट भइसकेको बर्ड थियो पछि फेरि 1970 तिर हो के अरे युकेमा नर्वेबाट ल्याएर फेरि पुनर्स्थापना गरेका छन् सो हामी एकदमै एक्साइटेड छौँ वाउ
हामी चाहिँ यो आइल अफ रासेको बिचमा एक बथान डल्फिनहरू डुबुल्की मार्दै हिँडेको स्पट गरेर अगाडि बढ्दैछौँ। फोटो खिच्न भ्याइएन भने कस्तो। अनि अर्को चाहिँ हामीले यहाँ डाँडामा चिलको नेस्ट हामीले देख्यौँ होइन, इगल नेस्ट। अब त्यसलाई हामीले बेट हानेर माछा चारो हालेर चाहिँ त्यसलाई तल ग्लाइड गर्दै झार्न खोजिरहेको छौँ। आउँछ कि अन्न आउँछ, आयो आयो आयो, देखिसक्यो। ए आयो यार, ओ बर्ड्स आई भ्यू है, खतरा। क्या मजाले देख्ने क्या त्यति माथिबाट। वाउ वाउ, व्हाट इज सीन, द मैजेस्टिक बर्ड है। Seal, that's a seal. Hello, seal. Oh, there's another. सानो पनि छ। There's another. मारेर न त्यसको मारेर। Now let me find another. Oh, there's another. Oops. These are common or harbour seals. Resident here. आज हामीले डल्फिन, सिल, सिगल एकदमै देख्न पायौँ होइन त, अनि एकदम रमाइलो थियो। एन्ड आई एम द ड्राइभर। यो रमणीय सी सफारी एडभेन्चर पछाडि अब हामी पोट्री तर्फ लाग्दैछौँ। त्यहाँ हामी केही समय सपिङ गरेर हाई स्ट्रिटहरू घुमेर त्यसपछि ब्रदर्स पोइन्ट तर्फ जाने हाम्रो तयारी रहेको छ। सबैभन्दा पहिले हामी पोट्रीको बस पार्क नजिकै हाई स्ट्रिटमा रहेको यो आइल अफ स्काई सोप कम्पनी अवलोकन गर्न जाँदैछौँ। यो स्थानीयहरूले सञ्चालन गर्दै गरेका साबुन उत्पादन गर्ने कारखाना हो। यसमा विशेष गरी एरोमेटिक सोपहरू, एरोमेटिक क्यान्डल्स, त्यसपछि एरोमेटिक डिफ्युजरहरू, खेलौना, सजावटका सामग्रीहरू राखिएको छ। यो एकदमै आकर्षक छ। त्यसै गरी हामी पोट्रीबाट 10 मिनटको दूरीमा रहेको यो आइल अफ स्काई क्यान्डल कम्पनी अवलोकन गर्नका लागि निस्किँदैछौँ। यो एकदमै भव्य फ्याक्ट्री छ। यसमा क्यान्डल विभिन्न सेपमा, विभिन्न आकार, विभिन्न प्रकारमा चाहिँ उत्पादन हुने गरेका रहेछन् र यहाँ उत्पादित क्यान्डलहरू आइल अफ स्काईको विभिन्न स्टोरहरूमा बिक्री वितरण पनि हुने रहेछ। यो एकदमै हामीलाई राम्रो लाग्यो र हामीले केही क्यान्डलहरू पनि किनेर अब लन्डन लाँदैछौँ। दिउँसोको समय छ र अब हामी यहाँबाट लाग्दैछौँ हाम्रो अर्को डेस्टिनेसन तर्फ। हाई गाइज, हामी चाहिँ अब जाँदैछौँ ब्रदर्स पोइन्ट। एकदम राम्रो सिनिक भ्यू हेर्न ओसनको। अनि ब्याकग्राउन्डमा चाहिँ देख्न सक्नुहुन्छ एकदमै राम्रो सिपहरू चलिरहेछन्। लेखका हामी केटाकेटी कुहिरो भित्र स्कुल छ, चौरीले चोराउँदै दिन बित्छ, पढ्न र लेख्न मुस्किल छ। हामी आइल अफ स्काईको पूर्वपट्टि रहेको यो रुबानाम ब्रदर्स पोइन्ट तर्फ हिँड्दैछौँ। दीपिका ओह्रालो लाग्दैछन् ब्रदर्स पोइन्टलाई, एकदम ताकेर ओह्रालो हिँड्दैछन् र यसको खासियत के छ भने अझै पनि लो टाइडको बेलामा 50वटा भन्दा बढी डाइनोसरको फुटप्रिन्ट्सहरू चाहिँ यहाँ भेटिन्छ। त्यही भएर यो एकदमै रमाइलो भ्यू पोइन्टको रूपमा पनि लिन सकिन्छ यसलाई।
हेलो एभ्रिवान, हामी चाहिँ हाम्रो ट्राभलको स्कटल्यान्ड ट्रिपको चौथो दिनमा छौँ र आज चाहिँ अहिले चाहिँ हामी एटलान्टिक ओसनलाई हेर्दै मन्द मन्द एटलान्टिक ओसनको चाहिँ हावा खाँदैछौँ दुईजना र श्रीमानज्यू चाहिँ उता केही वा समुद्रमा केही देखिन्छ कि डल्फिनहरू भनेर यसरी हेर्दै हुनुहुन्छ अनि म सिगल डल्फिन इगल अघि चाहिँ हामी धेरैवटा चिजहरू हेरेर आइसक्यौँ त्यही पनि उहाँ अझै लागिरहनु भएको छ अनि I spotted a dolphin. डल्फिन देख्यो भन्दै हुनुहुन्छ है के देख्यो के देख्यो बिस्तारै उता जाँदैछ ठुलो के देख्यो के वेल हामीले भर्खरै दुईटा वेल स्पट गरेका छौँ मैले पहिला दिपिकालाई मैले देखेँ भनेको थिएँ तर उनले पत्याएनन् तर पछि उनी आफैले देखिसकेपछि उनी एकदमै एक्साइटेड भएर बिनोकुलरबाट वेललाई हेर्दैछिन् अहिले आफ्टरनुन भइसक्यो अब हामी एकैछिन यस एटलान्टिक महासागरलाई निहाल्दै बस्नेछौँ र त्यसपछि हामी पुनः पोट्रीतर्फ फर्किँदैछौँ हामी पोट्री आइपुग्दा साँझको लगभग 8 बज्न लागिसकेको छ समरको टाइममा झन्डै रातको 10-11 बजेसम्म पनि उज्यालै रहिरहन्छ हामी घुम्दै गर्दा यो पोट्री स्क्वायरमा केही मानिसहरू स्कटिस राष्ट्रिय पोसाकमा उपस्थित हुँदै गरेका हामीले देख्यौँ सुरुमा त हामी यो बाजागाजा लिएर मानिसहरू के गर्न लागेका होलान् भन्ने लागिरहेको थियो तर एकछिनमा थाहा पायौँ समरमा रातको 8 बजेदेखि 9 बजेसम्म दैनिक जसो आई लभ स्काई पाइप ब्यान्डले चाहिँ एउटा सांस्कृतिक पर्फर्मेन्स गर्ने रहेछ यो एकदमै रोचक लाग्यो Of the Isle Sky Pipe Band this evening, and it's lovely to see such a large international audience from across the world. I had the opportunity to speak to some of you this evening. Hope you enjoyed it. My name is Drum Major Peter McDonald, and on my right-hand side is Acting Pipe Major Ailey Beaton, and at the back of the band is her partner, Drum Sergeant Michael Matheson. So, thank you. हेलो एभ्रिवान गुड मर्निङ आज हामी हाम्रो स्कटल्यान्ड ट्रिपको फाइनल डेमा छौँ र अहिले चाहिँ हामी आइपुगेका छौँ बिगमा अब अहिलेबाट काउन्टडाउन स्टार्ट भइसक्यो हामी मर्निङमा एकदम मजाले
हामी बसेकै अकोमोडेसनमा चाहिँ होस्ट फ्यामिलीले स्कटिस ब्रेकफास्ट प्रपर स्कटिस ब्रेकफास्ट रेडी गरेका थिए ट्याक्क मजाले खाएर एकदम पुरा नभए हल्का भनौँ है हल्का एनर्जीका साथ हामी फेरि अब अलिअलि बाँकी रहेको कुराहरू हेर्न एक्सपिरियन्स गर्नको लागि निस्केका छौँ अहिले चाहिँ विगमा आइपुगेको छौँ पोर्ट्रीबाट विगमा आयौँ विग भनिरहेको थिइन् यिनले स्कटिसमा विग रहेछ विगमा आयौँ त्यहाँबाट भर्खरै उनले क्यालेडोनियन फेरीलाई ठुलो फेरीलाई चाहिँ बिदा गरिन् त्यो गयो अर्को आइल्यान्डतिर मैले चाहिँ छुट्याएँ बाहिर गएँ अनि हामीले यहाँको एउटा लोकल पोट्री भिजिट गऱ्यौँ पोट्री- अनि पोट्रीबाट चाहिँ मैले यो गाडीमा लाउने किने पोट्री जहाँ चाहिँ Look at this. क्ले अर्दनवेयरहरू बनाउँछन् त्यसको गिफ्ट सपहरू छ त्यो हेऱ्यौँ अब एकछिनमा डिस्टिलरी जान्छौँ त्यसपछि यहाँबाट आइल्यान्ड म्युजियम आइल्यान्ड लाइफ म्युजियम छ लगभग 20-25 मिनटको डिस्टेन्समा त्यहाँ गएर मजाले यहाँ हाइल्यान्डर्सहरूको चाहिँ हिस्ट्री उनीहरूको कल्चर कस्तो छ के रहेछ भन्ने कुराहरू हामी हेर्छौँ अनि त्यसपछि चाहिँ त्यो सकाएर हामी 3 बजे निस्किन्छौँ सिटी लिङ्क बसमा त्यो लङ डिस्टेन्स ग्लासगो जान्छौँ हामी त्यसपछि ग्लासगोबाट स्लिपर ट्रेन क्यालेडोनियन स्लिपरमा चाहिँ बिहान 7 बजे अर्ली इन द मर्निङ लन्डन पुग्छौँ हाम्रो घर जान त मन त्यसपछि छैन। लाइफ विल गेट ब्याक टु नर्मल काम सेवा सबै कर्म जरुरी छ सधैँ लखर यिनको जसरी हिँडेर पनि हुनेवाला केही छैन I don't want to go back. तिमी त त्यही त हो नि जस्ट यु वाज वर्थ इट एकदम फर्दर अवे फ्रम लन्डन जान रहर थियो त्यही भएर आइल अफ स्काई चाहिँ हामीले पिक गऱ्यौँ स्कटल्यान्डको यो पनि एकदम फार इन्डमा हो युकेको एकदम नर्दर्न मोस्ट पोइन्टतिर जस एकदम रमाइलो छ उता युरोप र साउथ युकेहरू चाहिँ अहिले हिटवेभले ग्रस्त भइरहेको अवस्थामा अगेन अब यहाँ हिटवेभ cool भन्दै मौसममा गर्दाखेरि रमाइलो गर्दैछ। 35-36 डिग्री म्याक्स हो त्यो त्यस्तो धेरै पनि होइन तर स्टिल हिटवेभ But it's त्यसरी चाहिँ यहाँ हिटअप चाहिँ- भइरहेको बेलामा हामी चाहिँ यहाँ मजाले एकदम 12-14 डिग्रीमा चिल डाउन हुँदैछौँ सो यु वाज वर्थ इट होइन एकदमै वर्थित थियो फाइनल्ली अब हामी फाइनल डेमा छौँ लास्ट डेमा अब जान त मन छैन थकित त्यही मुद्रामा हो पनि क्या हो एकदमै थकित मुद्रामा हाम्रो ब्यागहरू यता छ हामी एउटा लास्ट एउटा म्युजियम भिजिट गर्छौँ अनि त्यसपछि चाहिँ हाम्रो फर्किने यात्रा चाहिँ सुरु हुन्छ र इट्स अलवेज हार्ड टु से गुड बाई तर वी हेभ टु गेट ब्याक टु आवर नर्मल स्केड्युल नर्मल लाइफ होप यु अप्लाई द्याट इन So- लाइफ एज वेल इट्स भेरी हार्ड टु से गुड बाई भन्दै गर्दाखेरि तिमी आफ्नो जीवनमा पनि त्यो कुराहरूलाई यति भन्दै अब चाहिँ म यो भ्लग बन्द गर्छु त्यसपछि हामी ब्याक टु विल टेक यु टु दि हाइल्यान्ड म्युजियम फाइनली हामी द स्काई म्युजियम अफ आइल्यान्ड लाइफ हाइल्यान्ड म्युजियम चाहिँ आइपुग्यौँ यो चाहिँ इकबाट 30 मिनटको करिब 30 मिनटको बाटो रहेको छ तर हामीलाई अलिकति ढिला भयो गाडीमा चाहिँ केही समस्या भएको हुनाले हामीलाई हल्का ढिला भयो तर अब केही छैन हामीसँग अलिकति समय बाँकी छ त्यो भएको हुनाले अब चाहिँ हामी म्युजियममा गएर हेर्छौँ त्यसपछि चाहिँ हाम्रो फर्किने यात्रा चाहिँ सुरु हुन्छ उहाँहरू चाहिँ यो म्युजियम भएको ठाउँमा हाइल्यान्ड्समा 1800s भनेको 19औँ शताब्दीसम्म पनि बसोबास गर्नुहुन्थ्यो त्यति बेला चाहिँ यो भेगमा थ्याच रुफ जुन खरका छानाहरू भएका घरहरू को प्रचलन थियो कृषिमै आश्रित थिए मानिसहरू एकदमै परम्परागत जीवनशैली जिउने गर्थे र त्यही परिकल्पनामा चाहिँ ती
ट्रेडिसन्सहरू ती परम्पराहरू जोगाइ राख्नका लागि भनेर यो म्युजियम स्थापना गरिएको रहेछ। उति बेलाका यो क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मुख्य पेसा भनेको माछा मार्ने, तल समुद्रमा गएर माछाहरू सङ्कलन गर्ने, त्यसपछि घोडा र गोरुहरूलाई प्रयोग गरेर खेतीहरू गर्ने, दही दुधहरू घिउहरू छुर्पी चिजहरू बनाउने, यस्तै नै रहेछ। एकदमै परम्परागत शैली रहेछ, जुन जीवनशैली जुन प्रचलन अझै पनि नेपालमा विद्यमान छन्। हामी लन्डनमा बसिरहँदाखेरि बेलायत जस्तो एउटा आधुनिक औद्योगिकरणको चरम टिपिङ पोइन्टमा पुगिसकेको समाजमा केही समय बसेर यहाँ आइल अफ स्काई म्युजियम आएर हेर्दाखेरि चाहिँ र टाइम मसिनमै बसेर टाइम ट्राभल गरेर चाहिँ 200-300 वर्ष पुरानो इतिहासमा पुगेको जस्तो झल्को दिन्छ यसले। कुनै दिन यदि तपाईँ स्कटल्यान्डसम्म पुग्नुभयो भने एडिनब्राबाट मात्र फर्किनुभन्दा आइल अफ स्काईसम्म अवश्य जानुहोला र त्यहाँ जाँदाखेरि पोट्री र त्यो आसपासका क्षेत्रमा मात्र नघुमेर थोरै अलिकति माथि यो विगको चाहिँ स्काई हाइल्यान्ड म्युजियमसम्म पुग्न सक्नुभयो भने त्यहाँ धेरै कुराहरू देख्न सक्नुहुन्छ। यति भन्दै हामी हाम्रो स्कटल्यान्ड ट्रिपको यात्रालाई चाहिँ यहीँ बिच बाँध्दैछौँ। तिनजनसम्म हेरेर साथ दिनुभएकोमा तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। हाम्रो भ्लगहरू चाहिँ हेर्दै गर्नुहोला, हामी सकेसम्म भ्लगहरू रेगुलर रूपमा चाहिँ हाल्ने कोसिस गर्नेछौँ। थ्याङ्क यू सो मच एभ्रिवान, थ्याङ्क यू फर वाचिङ। प्लिज डु लाइक, सेयर एन्ड सब्सक्राइब आवर युट्युब च्यानल है त।